आज ठ्याक्कै राजा पृथ्वीनारायण शाहको ठाउँमा हुनुहुन्छ। देश जोगाउने कि आफू पनि विदेशी बन्ने? अब एकीकरण गर्ने बेला आयो। हो, राजालाई पनि ठुलो च्यालेन्ज छ। पृथ्वीनारायण शाहको लिगेसी बोकेको राजा आज स्वदेशी हुने कि विदेशी हुने? इतिहास मेटाउने कि जगेर्ना गरेर राख्ने? हो, इतिहास मेटाउने कि जगेर्ना गरेर राख्ने? आफ्नो बाबुबाजेको 80 वर्षको हुनुभयो सरकार, तपाईँ निस्किनुहोस्। अब तपाईँको के जान्छ? सिङ आउँदैन, पुच्छर आउँदैन। तपाईँ त राजासँग एकदम नजिक हुनुहुन्छ, कुराकानी भइरहेको छ, के भन्नुहुन्छ त राजा? म तपाईँलाई भन्छु त, सरकारलाई म के भन्छु भने निस्किनुहोस्। हजुर। अब यहाँभन्दा जनतालाई परीक्षा नलिनुहोस्, यो धरतीलाई परीक्षा नलिनुहोस्, तपाईँलाई फेरि पाप लाग्छ। तपाईँलाई फेरि यो समयले पर्खिँदैन। यो समय गइसकेपछि यदि यो चुनावमा तपाईँ अघि बढ्नु भएन, तपाईँ सडकमा निस्किनु भएन भने एउटा दुर्गाप्रसाद कति चिच्याउँछ। तपाईँलाई आज साथ दिन त सगरमाथा जस्तो भएर ठिङ्ग उभियो त दुर्गाप्रसाद। थुनामा प्रत्येक बार गएको हरेकपल्ट लैजाउँ न, मैले भने